हामी चाहिँ बेलुकाखेरि पसल बन्द गरेर बाहिर जान लाग्दैछौँ। खानी चाहिँ रेडी भइसक्नुभयो मेरो ब्याग बोकेर भने म चाहिँ फोटो भिडियो खिच्दै थिएँ भाइको बाइकमा। हामी दुईजना अनि अनिल भाइ चाहिँ निस्क्यौँ। त्यसपछि म चाहिँ भिडियोहरू खिच्दैछु, पुरा नेलहरू देखाउँदैछु, पिम्पल हेर्नु कस्तो आएको छ अनुहारमा। अनि त्यसपछि हामी पार्किङमा गयौँ। हामी चाहिँ खासमा दाउरा थकालीमा खाना खाने नि त भनेर गएको थियौँ। अनि लिफ्टमा यहाँ भिडियोहरू खिच्दै माथि गयौँ। माथि गएर हामी चाहिँ रुफटपमा बस्ने बनाएको थियो। त्यहाँ चाहिँ काम भइरहेको रहेछ। अनि हामी चाहिँ तलै बस्यौँ। अनि एकछिन खानाहरू कुर्यौँ। अनि मैले यहाँ घरबाट निस्किने बेला त पिम्पल प्याच लाएको थिएँ, उहाँ पुग्दा त उडेछ। अनि कहाँ गएछ भनेर त यता कपालमा रहेछ भन्दै निकालिदिनु भयो उहाँले। अनि म चाहिँ नक्कल देखाउनलाई लाउँदैछु। हाम्रो चाहिँ यो लास्ट मिनटमा बनेको प्लान हो कि यतिकै मजाकमा जाउँ न त खाना खान भनेर लु जाउँ भनेर। अनि हतार पसलहरू बन्द गरेर अनि हामी चाहिँ गयौँ। ठ्याक्कै यही दिनै मेरो चाहिँ कुर्ता पनि आएको थियो अनलाइनबाट। अनि टक्क नयाँ लुगा लाएर टक्क लु जाउँ न त भनेर गयौँ। अनि खाना आयो। हामीले चाहिँ भेज खाना खायौँ खान्जी र मैले भने, भाइले चाहिँ चिकन खाना खानुभयो। मिठो थियो है खानाहरू चाहिँ, सबै राम्रो थियो। अनि भाइले सँगसँगै यो त यो माछा पनि मगाइदिनु, मलाई माछा मात्र भन्न आउँछ है, मलाई अरू भन्न आउँदैन, माइन नगर्नु होला। त्यसपछि म हात धुन गएँ। अनि हात धुएर यहाँ भिडियोहरू खिच्दै थिएँ। अनि खान्जी चाहिँ यहाँ हात धोएको पनि खिच्नुपर्छ भन्ने कराउँदै भने त्यहाँदेखि म चाहिँ एकछिन मिरर सेल्फी लिनु पऱ्यो भनेर अरू मान्छे आइहाल्नु भयो। अनि म चाहिँ यहाँबाट निस्केँ। त्यहाँ गएर अनि एकैछिन बसेको थियौँ। अनि बिल आयो। अनि भाइले चाहिँ बिल पे गर्नुभयो। त्यसपछि हामी निस्क्यौँ। यतातिर चाहिँ अरू पनि प्रोग्रामहरू हुँदै थियो, तर हामीलाई चाहिँ अब रात परिसकेको थियो नि त, ढिलै गएको थियौँ। अनि त्यसपछि निस्क्यौँ। हामी चाहिँ एकछिन बसन्तपुर पनि जाउँ न त भनेर, राति नै भइसकेको थियो। अनि जाँदा जाँदा यस्तो अँध्यारो कि हामी अर्कै बाटोबाट जाने भनेर गएको, लास्टमा त अर्कै बाटो गइएछ। अनि त्यसपछि यतै हेर्नु न बत्ती जताततै बिग्रेको यो पुलमै आमाम सन्तपुर पुग्यो। अनि यताउता पार्किङ हेऱ्यौँ, भरे यहाँ खाली रहेछ, यहाँ राखेको त ट्याक्सीवाला दाइले यहाँ राख्न मिल्दैन, हाम्रो साथी आउँदैछन् अरे। अनि त्यसपछि उता गरेर राख्यौँ। अनि उहाँहरू चाहिँ आउनु भएछ, म चाहिँ भिडियो खिचेर बसिरहेको थिएँ। अनि गएँ, उहाँहरूले बोलाउनु भयो। त्यसपछि हामी आइसक्रिम खान गयौँ। खान्जीले चाहिँ यहाँनिर आइसक्रिम हेरिदिँदै हुनुहुन्छ। अनि त्यसपछि हामी घर जाने एकछिन खाएर चाहिँ बसौँ भनेर बस्यौँ। अनि निस्क्यौँ। कहिलेकाहीँ यसो रमाइलो लास्ट मिनटमा बनेको प्लान पनि सक्सेस हुँदो रहेछ, रमाइलो भएको थियो। बाई बाई, आजको लागि यति नै।